नेपालीहरुलेबाट चाहिँ यहाँको सबैजना हेर्नुहुनेहरुबाट चाहिँ राम्रो पोजिटिभ कुराहरु आइरहेको जस्तो फिल एउटा नेपालीको पहिचान नेपालको प्रतिनिधित्व गरेर नेपालको संस्कार संस्कृति झल्किने खालको एउटा नृत्य देखाउनु पर्दा हामीलाई एकदमै भित्रैदेखि खुसी लागिरहेको छ। नमस्ते, म शर्मिला बराइली। नमस्ते, म रेणुका गुरुङ, घर पोखरा। नमस्ते, मेरो नाम सरस्वती कुँवर हो। नेपाली संस्कृति भुल्न सक्दैनौँ, त्यही भएर आज हामीले यहाँ थोरै हाम्रो प्रस्तुति देखाएका छौँ। थोरै टाइम फ्री भएर त हामी डान्स सिकेर यसरी प्रोग्राम देखाउन आएको छ। हाम्रो नेपालीलाई यहाँ आइसकेपछि चाहिँ धेरै चाहिँ सङ्घर्ष रहेछ जापान हैन। 7 महिनाबाट सुरु गरेको अहिले 2 वर्ष ठ्याक्कै पुगेर 3 आजैबाट भनौँ न सुरु भएको छ। अर्को कुरो अब हाम्रो लगत्तै नेपालमा यो 2020 मा नेपाली पर्यटक वर्ष घोषणा गरिएको छ। त्यसलाई पनि एउटा सहयोग हुने तरिकाले जापान र जापानी कला संस्कृति जनजीविका साथै जापानमा रहेका नेपालीहरूका जीवन भोकाइका विविध पाटाहरूको जानकारी दिने नेपाली सन्देश अनलाइन टिभीलाई हेरेर कमेन्ट, लाइक, शेयर र सब्स्क्राइब गरिदिन नभुल्नुहोला। धन्यवाद। नमस्कार सम्पूर्ण दर्शकहरूलाई। हामी आज जापानको गुम्बाकेन स्थित निसिकोइजुमीमा सम्पन्न हुँदै गरेको यो जापानी संस्कार अनुसारको अत्यन्तै ठुलो चाडको बारेमा तपाईहरुलाई ब्याकग्राउन्डमा देखाइरहेका छौं र यस बीचमा यो जापानी फेस्टिभलमा जापानी यो चाडमा नेपाली समुदायको पनि व्यापक सहभागिता रहेको छ र नेपाली समुदायबाट विभिन्न किसिमका झाँकीहरू पनि प्रस्तुत भएको छ। यस बीचमा म आज प्रस्तुत भएको नेपाली साझा समाजको नेतृत्वमा प्रस्तुत भएको जापान स्थित कान्तो क्षेत्रीय कमिटी किरायका वरिष्ठ उपाध्यक्षज्यूलाई म आफ्नो छोटो भनाइको निम्ति यहाँको बीचमा म फ्रेममा बोलाउन चाहन्छु र उहाँ हुनुहुन्छ आदरणीय शिवराज राईज्यू। आदरणीय शिवराज राईज्यू, तपाईहरुले किराँत राई आयोग खाको तर्फबाट आजको यो चाडमा जापानिजहरूको चाडमा सहभागिता भइरहँदा कस्तो अनुभव भयो? हामीलाई एउटा नेपाली भएर जापानमा आएर नेपालको प्रतिनिधित्व गरेर नेपालको संस्कार संस्कृति झल्किने खालको एउटा नृत्य देखाउनु पर्दा र यो हामी किराँत राई मात्रै नभएर नेपाली साझा समाजसँग एउटा सङ्गठनसँग आबद्ध भएर समन्वय गरेर लागिरहँदा हामीलाई एकदमै भित्रैदेखि खुसी लागिरहेको छ। एउटा नेपालीको पहिचान अब नेपालको एउटा पर्यटन भित्र्याउनको लागि पनि हाम्रो चाहना हो र उहाँहरूले हाम्रो संस्कार संस्कृतिले निम्तो गरेर यहाँहरूलाई आफ्नो छोटो मिठो नृत्य देखाउन पाउँदा हामी नेपालीको प्रतिनिधित्व गर्न पाउँदा हामीलाई एकदम खुसी लागिरहेछ। र आजको यो एकदम भिडभाडपूर्ण सहभागिता बीचमा नेपालीहरूको पनि विभिन्न चाहिँ वेशभूषा र संस्कृतिहरूलाई प्रदर्शन गरिएको देखियो। यहाँ चाहिँ यो निसिकोइजुमीको सिटी अफिसले यहाँको नगरपालिकाले नेपालीहरूलाई कुन रूपमा लिएका छन् जस्तो लाग्छ तपाईँलाई? नेपालीहरूलाई वास्तवमा राम्रै सोचेर चाहिँ बोलाउनु भएको होला। उहाँको एउटा यहाँको सिटी अफिसले पनि हरेक देशको नागरिकसँग चाहिँ समन्वय गरेर यहाँको कल्चर पनि उहाँहरूलाई बुझौँ र उहाँहरूको कल्चरलाई पनि हामीले बुझौँ भन्ने एउटा हेतुले मनसायले चाहिँ राम्रै ठानेर एकअर्काको कल्चरलाई साटासाट आदान प्रदान र बुझौँ भन्ने हेतुले बोलाउनु भएको, जहाँसम्म उहाँहरूले पोजिटिभ र सकारात्मक सोचेर नै हामीलाई निम्तो गर्नुभएको हो। यसको मतलब हुन्छ कि यहाँको नगरपालिकाले सिटी अफिसले नेपालीहरूलाई एउटा राम्रो किसिमको व्यवहार गर्छ भन्ने झल्किन्छ।
पक्कै पनि एब्सोल्युटली राम्रो काम गर्नेलाई जापानले राम्रै गर्छ यहाँ, तर नराम्रो गर्नेलाई जापान एकदमै यहाँको सिस्टमले चलेको देश हुनाले यहाँ जसले नियमभन्दा बाहिर काम गर्छ उसले जुन देशको नागरिकलाई जापानकै नागरिकता किन नहोस् उसलाई पनि कारबाही गर्छ र नेपालले पनि राम्रो नियममा बस्ने मान्छेलाई राम्रै गरेको व्यवहार पाउँछु मैले चाहिँ। र यो यसरी जापानिजहरूको चाडबाडमा तपाईँहरू सहभागी भइरहनु भएको छ। यस्तै गरी यहाँ स्थित किराँत राई आयोखाले पनि वर्षेनी कार्यक्रमहरू आयोजना गर्ने गरेको हामीले सुनेका छौँ। यसको बारेमा थोरै बताइदिनुहोस्। हजुर, हामी 4 वर्ण 36 जातको फुलबारीहरू नामकरण गरिएकोमा यसमा हामी नेपाली भएर पनि हरेक एकतामा विविधता छ। त्यस विविधताभित्र चाहिँ कहिले तामाङको लोसार, कहिले गुरुङको तमुधी, कहिले किराँत राईहरूको साकेला, कहिले लिम्बूहरूको धान्ना समेत प्रदर्शन हुने गर्छ। यसमा विशेष गरी किराँतहरूको उभौली साकेला वैशाखमा र उधौली साकेला मङ्सिरमा पनि हामी आयोजना गर्ने गरेको छौँ। यस क्षेत्रमा पनि हामीले 2 चोटि आयोजना गरिसकेका छौँ र वैशाख र मङ्सिरमा। यसै गरी हामी लगातार यसलाई चाहिँ साकेला कन्टिन्यू गर्ने लक्ष्यमा छौँ र हामी गरिरहेको छौँ। यो साकेलाहरूको विशेष किराँतीहरूले मान्ने चाड हो, तर नेपालको साझा सम्पत्ति हो भन्ने लाग्छ मलाई। धन्यवाद, तपाईँहरूको महत्त्वपूर्ण समय उपलब्ध गराइदिनु भयो। यहाँलाई फेरि पनि धन्यवाद यहाँहरूलाई पनि। नमस्ते, मेरो नाम चाहिँ प्रज्ञा गिरी हो। म चाहिँ यहीँ ओइजमीमै बस्छु अनि केही वर्ष अघिदेखि चाहिँ म यहाँ जापानमा 2013मा फर्स्ट टाइम चाहिँ यो माछुरीको बेला मैले पर्फर्म गराएको थिएँ। अनि त्यस बेलादेखि नै चाहिँ मैले चाहिँ टाइममा कति इभेन्ट्सहरूमा चाहिँ मैले चाहिँ टाइममा पर्फर्म गरिरहेको छु। त्यो चाहिँ किनभने अब जस्तै हामीलाई चाहिँ यो यहाँ ओइजमी भनेपछि ब्राजिलियनको मात्रा एकदमै बेसी छ। हामी नेपालीहरूको हाम्रो कल्चर पनि देखाउँ उनीहरूलाई, होइन, जापानिजहरूलाई, ब्राजिलियनहरूलाई, पेरुकाहरूलाई देखाउँ हाम्रो पनि यस्तो हुन्छ, हाम्रो आउटफिटहरू पनि यस्तो हुन्छ, हाम्रो पोसाक यस्तो हुन्छ भनेर देखाउँ भन्ने चाहिँ इच्छाले गर्दाखेरि चाहिँ म चाहिँ यसरी पर्फर्म गर्दै र साथमा चाहिँ कहिलेकाहीँ चाहिँ त्यसको अर्थहरू पनि उहाँहरूलाई भन्ने गरेको छु। मलाई चाहिँ एकदमै जापानिजहरूलेबाट चाहिँ यहाँको सबैजना हेर्नुहुनेहरूबाट चाहिँ राम्रो पोजिटिभ कुराहरू आइरहेको जस्तो फिल हुन्छ, होइन, किनभने उहाँहरूले चाहिँ अब सुरुमा त हामीहरूको ड्रेसअप यो हामीहरूको यो पोसाक हेर्ने बित्तिकै वाउ कस्तो एट्र्याक्टिभ भनेर भन्नुहुन्छ, कहाँको हो भनेर सोध्नुहुन्छ, होइन। अनि हामीले चाहिँ नेपाल हो भनेपछि ए भनेर जस्तो, होइन। अनि त्यसपछि अनि अब जस्तो कि हामीले डान्स मात्र नगरेर डान्सको त्यो गीतमा के भनेको छ भनेर नि हल्का भनिदियौँ भने चाहिँ उहाँहरूलाई चाहिँ ए किनभने उहाँहरूले भाषा बुझ्नुहुन्न नि त। अनि भनिदिएपछि झनै उहाँहरूले ए यस्तो रहेछ है, कस्तो राम्रो भनेर चाहिँ त्यस्तो चाहिँ हामीलाई चाहिँ पोजिटिभ कुरा आउँछ जहिले पनि। नमस्ते, म रेणुका गुरुङ, घर पोखरा। यहाँ आउनुभएको कति? 5 वर्ष भयो। नमस्ते, म शर्मिला बराइली, मेरो घर चाहिँ पोखरा हो। म जापानमा आएको चाहिँ 2 वर्ष भयो। नमस्ते, मेरो नाम सरस्वती कुँवर हो। म चाहिँ नेपालबाट आएको हो। हामी नेपाली संस्कृति भुल्न सक्दैनौँ, त्यही भएर आज हामीले यहाँ थोरै हाम्रो प्रस्तुति देखाएका छौँ। नमस्ते, मेरो नाम सोनी थापा, म नेपालबाट आएको, पोखरा। नमस्ते, म सम्झना थापा, म चाहिँ जापान आएको 2 वर्ष भयो, पोखराबाट। नमस्ते, म चन्द्र गुरुङ, काठमाडौँ गोर्खाबाट आएको। अनि हामीले चाहिँ यो नेपाली संस्कृति हाम्रो कल्चर चिनाउनका लागि हामी यसरी अब टाइम निकाले थोरै टाइम फ्री भयो भने त हामी डान्स सिकेर यसरी प्रोग्राम देखाउन आएको छ हाम्रो नेपालीलाई चिनाउनलाई। धेरै धेरै धन्यवाद। यहाँहरूले परदेशमा रहेर पनि आफ्नो कला संस्कृति सभ्यतालाई पहिचानलाई अर्थात् राष्ट्रलाई नै चिनाउनको निम्ति भरमुग्न प्रयास गरिरहनु भएको छ। र यसबिचमा तपाईँहरूले यो विभिन्न समयमा जापानिजहरूसँग कल्चरल प्रोग्रामहरू सांस्कृतिक कार्यक्रमहरू गरिरहँदाखेरि जापानिजहरूले तपाईँहरूलाई कुन रूपमा लिन्छन्? एकदमै राम्रो मान्नुहुन्छ, होइन। हामी नेपाली हौँ, अब जापानमा छुट्टै संस्कृतिहरू हुन्छ, हाम्रो नेपालको छुट्टै संस्कृति हुन्छ, होइन। अनि उहाँको हाम्रो फरक भइसकेपछि यहाँ आएर हामीलाई यसरी आफ्नो संस्कृतिलाई, आफ्नो ड्रेसहरूलाई, आफ्नो कल्चर देखाउनु पाउँदा एकदमै खुसी लाग्छ, एकदम आफूलाई एकदमै नेपाली हुनुमा एकदमै गर्व लाग्छ। उहाँहरूले पनि एकदमै राम्रो मान्नुहुन्छ, हामी यहाँ यसरी रमझम यसरी देखाउन सक्दाखेरि एकदमै खुसी मान्नुहुन्छ। त्यसमा स्थित गुम्बा केनको निसिकोइजीमा आयोजित यो जापानी कल्चर अनुसारको जापानी संस्कृति अनुसारको आजको यो भव्य कार्यक्रममा यहाँ विभिन्न देशका नागरिकहरूको पनि व्यापक मात्रामा सहभागिता भएको देखिन्छ। यसैबीच पनि नेपालीहरूले चाहिँ विशेष रूपमा आफ्नो झन्डा, आफ्नो दौरा सुरुवाल, ढाका टोपी, राष्ट्रिय पोसाक सहित चाहिँ र विभिन्न किसिमको आफ्नो जातीय
संस्कृति झल्किने पोसाकहरू सहित उपस्थित भएको हामीले पाएका छौँ र यसै बिचमा एकजना हामीसँग जापानमा लामो समयदेखि बसिरहनुभएका आदरणीय नेपाली व्यक्तित्व हुनुहुन्छ। उहाँलाई म यो आजको यो चाडको बारेमा थोरै केही सोध्न चाहन्छु। साथमा म उहाँको परिचयबाट अगाडि बढाउन चाहन्छु। यहाँको परिचय नमस्ते। सर्वप्रथम नमस्ते सम्पूर्ण हेरिराख्नुभएका सम्पूर्ण आदरणीय दाजुभाइ दिदीबहिनीहरूलाई। मेरो नाम हिरा रसाइली हो। मेरो नेपाल घर रूपन्देही जिल्ला पर्छ, स्यारी गाउँपालिका र म यस जापानमा आएको 5 वर्ष भयो र म अहिले नेपाली साझा समाज जापानको सहसचिवमा कार्यरत छु र हामीले पहिलादेखि नै म यस जापान प्रवेश गरेदेखि नै मैले नेपाली साझा समाजमा आबद्ध भएर काम गरेँ र अहिलेसम्म काम गरिराखेको छु र यहाँ यो गुम्बा ज्ञान भनेको नेपालीहरूको अलि बढी नै बस्ती भएको ठाउँ भएको हुनाले यहाँ हामीले समाज पनि राम्रोसँगै चलाएका छौँ र हाम्रो नेपाली साझा समाजले यहाँ अत्यन्तै महत्त्वपूर्ण कार्यक्रमहरू गरेको छ र प्रत्येक कार्यक्रममा यस्ता जापानीले गर्ने माचुरीहरूमा हाम्रो नेपाली साझा समाजलाई यहाँको गुम्बा ज्ञानको मेयर साहब हुनुहुन्छ, उहाँले सम्झिनुहुन्छ र यहाँको यो नगरपालिकाको आयोजक समितिले पनि हामीलाई सम्झिन्छ र हामीले अहिले यो दोस्रो वर्ष हामीले यस माचुरीमा समावेश गरेर कार्यक्रम गरेका छौँ। र तपाईँले एउटा नेपाली साझा समाज भन्ने सामाजिक संस्थाको पनि जिम्मेवार पदमा हुनुहुँदो रहेछ र विगतका कार्यक्रमदेखि यसरी चाहिँ यो निसिकोइजुमीको माचुरीमा यहाँ जापानिजहरूको चाडमा सहभागिता भइरहँदाखेरि तपाईँहरू र अथवा नेपाली समाज र जापानी समाज बिचको चाहिँ सम्बन्ध कस्तो पाउनु भएको छ? यो अति धेरै राम्रो सम्बन्ध पाएका छौँ हामीले। हामीलाई प्रत्येक कार्यक्रम गर्दाखेरि यहाँको अब यस गुम्बा ज्ञानको जापानिजहरू उहाँको यो मेयरहरू र यहाँको अरू संस्थाहरू उहाँहरूले हामीलाई सम्झिनुहुन्छ र उहाँहरूसँग सहकार्य गरेर हामीहरूले यहाँ सरसफाइ कार्यक्रमदेखि लिएर विभिन्न किसिमका अरू पनि कार्यक्रममा उहाँहरूले हामीलाई निम्ताना गर्नुहुन्छ र हामी उहाँसँग एकदम नजिक भएर हाम्रो एउटा नेपालीहरूको विश्वास उहाँहरूले हाम्रो जित्नु भएको छ र हामी उहाँहरूसँग धेरै कार्यक्रमहरू चाहिँ एउटा सहकार्य गरेका छौँ। यो निसिकोइजुमी क्षेत्रमा नेपालीहरूको एकदमै ठुलो बसोबास रहेको हामीले पाउँछौँ र यसबिचमा तपाईँले भन्नुभयो कि यहाँको सिटी अफिस नगरपालिका र तपाईँ यो नेपालीहरूको सम्बन्ध अत्यन्तै राम्रो छ भन्नुभयो र यो बिचमा तपाईँहरूले सामाजिक साथै यो जापानिजहरूसँग सहकार्य गर्ने कस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आउनुभएको छ? हामीले यस्ता कामहरू त धेरै नै गरिसक्यौँ र योभन्दा मलाई भन्दा अझ बढी हाम्रो अध्यक्षज्यूलाई ज्ञान हुन्छ यसको। हामी नहुँदा पनि उहाँ त्यस कार्यक्रममा सहकार्य गर्दै जानुहुन्छ र हामीले यहाँको जस्तै यस्ता माचुरी कार्यक्रमदेखि लिएर विभिन्न किसिमका यहाँ यस गुम्बा ज्ञान एरियामा जहाँ नेपाली बस्ती बाक्लो छ त्यसमा चाहिँ सरसफाइ कार्यक्रमदेखि लिएर अनि यहाँ विभिन्न किसिमका चेतनामूलक कार्यक्रम हुन्छन् यहाँ जापानीले गर्छन् र चेतनामूलक कार्यक्रम भन्नाले अब जस्तै भूकम्प जाँदाखेरि कसरी बस्ने होइन त्यस्ता अरू अन्य कार्यक्रम पनि हामीलाई समावेश गराएर उहाँहरूले सहकार्य गर्दै कार्यक्रम गर्नुहुन्छ। त्यति नै हो। एकदमै राम्रो नेपाली समाज र नेपाली समुदाय र जापानिज यो समुदायको बिचको सम्बन्ध राम्रो छ भन्नुभयो र आज यो एकदम अलिक गर्मी जस्तो र एकदमै तातो मौसममा पनि तपाईँले आफ्नो राष्ट्रिय पोसाक भनौँ दौरा सुरुवाल टोपीमा हुनुहुन्छ र तपाईँहरूले यो कति समय यहाँ आज सहभागिता जनाउनु भयो? हामीलाई त अब यिनीहरूले चाहिँ यस माचुरी आयोजक कमिटीले हामीलाई त्यहाँ छुट्याइदिएको हुन्छ। हामी 2:30 बजे त्यहाँ उपस्थित भयौँ। अब 3 बजेबाट हामी र्याली सुरु गऱ्यौँ र अहिले लगभग 4:15 बजे चाहिँ हामी सम्झै 1 घन्टा 1 घन्टामा हामीले यो सिद्धायो भनौँ। अब मेन कार्यक्रम 1 घन्टामा सिद्धियो र अहिले अब फिर्ती आउँदा फेरि आफ्नै तरिकाले रमाइलो गर्दै आयो र एकदमै यो रमाइलो माहौलमा छ। यो आजको चाडको माहौल छ। यसबिचमा तपाईँलाई थोरै सोध्न मन लागेको चाहिँ किनभने राष्ट्रिय पोसाकमा हुनुहुन्छ, राष्ट्रलाई माया गरिरहनु भएको जस्तो छ
र सामाजिक क्षेत्रमा पनि लागिरहनु भएको छ। तपाईँहरूले संस्था चलाइरहनु भएको छ। विदेशमा बसेर पनि आफ्नो समुदायलाई आफ्नो देशका नागरिकहरूलाई केही सहयोग मिल्छ कि भनेर यो बिचमा तपाईँहरूले आगामी कार्यक्रम के गर्दै हुनुहुन्छ? अब हामीले लगत्तै नेपाली फेस्टिभलको आयोजना गरेका छौँ। यहाँ गुम्बागेनमा रहने सम्पूर्ण नेपाली दाजुभाइहरू, विभिन्न पेसा गर्ने नेपाली दाजुभाइहरूदेखि लिएर सबैलाई समेटेर नेपाली साथ समाज जापानको एउटा आयोजना र लगायत सम्पूर्ण यहाँ जापानभरि पनि रहनु भन्ने सम्पूर्ण नेपालीसँग नि हामीले आह्वान गरेका छौँ। र हामीले लगत्तै 1 सेप्टेम्बरको 28 र 29 तारिकमा नेपाल फेस्टिभल, जहाँ हाम्रो देशको एउटा पहिचान झल्काउने र अर्को कुरो अब हाम्रो लगत्तै नेपालमा यो 2020मा नेपाली पर्यटक वर्ष घोषणा गरिएको छ। त्यसलाई पनि एउटा सहयोग हुने तरिकाले हैन, त्यसलाई पनि एउटा केही हाम्रो नेपालमा पर्यटक भित्रुन् भन्ने एउटा त्यो योजना गर्दै हामीले नेपाल फेस्टिभल यो गुम्बा जापानको एउटा योजना गरेका छौँ। र त्यसमा सम्पूर्ण नेपाली दाजुभाइहरू, यस गुम्बागेनमा रहने र यस वरिपरि रहने नेपाली दाजुभाइदेखि लिएर जापानभरि रहने सम्पूर्ण दाजुभाइलाई म यसै अनलाइन यहाँहरू मार्फत मैले आह्वान गर्न चाहन्छु, निम्ता दिन चाहन्छु। हामीले एउटा भव्य र सभ्य रूपले कार्यक्रम गर्ने योजना गरेका छौँ र यसमा सम्पूर्ण हाम्रा यहाँ रहेका जापानमा रहेका स्थानीय कलाकारहरूदेखि लिएर सबैलाई समेटेर आफ्नो एउटा नेपाली झल्को, नेपाली परम्परा, नेपाली कल्चरलाई प्रस्तुत गर्ने एउटा योजना बनाएका छौँ। मेरो नाम चाहिँ लीलाधर खरेल हो। म चाहिँ नेपाल बुटोल मेरो घर हो। हाल चाहिँ यहाँ गुम्बा क्यानको निसिकोइजुमीमा बस्छु। र निसिकोइजुमी यो गुम्बा क्यान जापानमा आउनु भएको कति वर्ष भयो? म चाहिँ अहिले यहाँ आएको 10 वर्ष भयो। अनुभव नेपाल हुँदाखेरि र यहाँ आउँदाको अनुभव त धेरै फरक पाइयो। नेपाल हुँदा चाहिँ अब यो होइन, यहाँ चाहिँ यस्तो छ, जापान यस्तो छ, पैसा यति कमाइन्छ उति कमाइन्छ भनेर उहाँ चाहिँ भनिन्थ्यो। तर यहाँ आइसकेपछि चाहिँ धेरै चाहिँ सङ्घर्ष रहेछ जापान होइन। जस्तो चाहिँ हामीले नेपाल बस्दा सोचिन्थ्यौँ त्यो अनुसार चाहिँ यहाँ नरहेको मैले पाएँ। हजुर, यसको मतलब हुन्छ कि कमाइ त हुन्छ, काम गरेपछि पैसा बच्दैन भन्न खोज्नु भएको कि कामै गर्न पाइँदैन भन्न खोज्नु भएको कि कस्तो समस्या हुने रहेछ? त्यसमा पनि चाहिँ समस्या धेरै किसिमको छ। किनभने नेपालीहरू अथवा हामी सबभन्दा विदेशीलाई सबभन्दा ठुलो समस्या त भाषाको समस्या हुन्छ होइन। हामी चाहिँ जापानिज भाषा चाहिँ नजानेको कारणले पनि हामीलाई धेरै ठाउँमा समस्या हुन्छ होइन। तर जापान चाहिँ मैले यस्तो देश हो कि भाषा नजाने पनि यहाँको जुन चाहिँ जापानिजहरू हुनुहुन्छ, कम्पनीमा काम गर्ने जापानिजहरू हुनुहुन्छ, उहाँले चाहिँ धेरै गाइड गर्नुहुन्छ। त्यति गर्दै पनि हामीलाई चाहिँ अलिकता जापानिज भाषाकै समस्याको कारण र भाषा नजान्दा नै हामीलाई चाहिँ धेरै समस्या भएको कारण र यहाँको नियम कानुन नबुझ्दाको कारण नै हामी नेपालीहरूलाई धेरै समस्या भएको कारण चाहिँ मैले यही पाएको छु। र यहाँ पनि कम्पनीमा अथवा रेस्टुरेन्टमा हरेक क्षेत्रमा पनि भाषाको र यहाँको कानुनको हरेक क्षेत्रको अनुभव हुन चाहिँ धेरै जरुरी रहेको चाहिँ मैले पाएको छु। र यस बिचमा हामी यो जापानको गुम्बा क्यान स्थित निसिकोइजुमीमा आयोजना भइरहेको जापानी संस्कार संस्कृति झल्किने चाडमा यो नेपाली पसलमा आइपुगेका छौँ। हामी नेपाली स्टलमा आइपुगेका छौँ। यहाँ खानाका अर्डरहरू मेनुहरू छन् र अब यहाँका प्रोपाइटरसँग थोरै कुराकानी गर्न गइरहेका छौँ। र सर्वप्रथम तपाईँलाई नेपाली सन्देश टिभीमा स्वागत गर्न चाहन्छु। थ्याङ्क यू। यो पसल सुरु गर्नुभएको कति वर्ष भयो यहाँले? यो 2 वर्ष पुरा पुगेर 3 लागेको छ। भनाइको मतलब अब तपाईँहरूले यो स्टल मात्रै नभएर यसको चाहिँ स्थायी रूपमा पनि पसल सञ्चालन गर्दै आउनु भएको हो कि? यो 2017को 7 महिनाबाट सुरु गरेको, अहिले 2 वर्ष ठ्याक्कै पुगेर 3 आजैबाट भनौँ न सुरु भएको छ। र यहाँको यो निसिकोइजुमीमा यहाँले चाहिँ रेस्टुरेन्ट 2 वर्ष अघिदेखि सञ्चालन गर्दै गरेको भन्नुभयो र यहाँको रेस्टुरेन्टको नाम चाहिँ के रहेको छ? 84 परिकार इन्डियन रेस्टुरेन्ट एन्ड बार। 84 परिकार, यहाँ चाहिँ विशेष गरी नेपाली र इन्डियन परिकारहरूलाई चाहिँ तपाईँले प्रवर्धन गर्नुभएको छ। यो 84 व्यञ्जन रेस्टुरेन्टसम्म आइपुग्नको निम्ति यहाँको हातले बनाएको खाना अथवा परिकार खानको निम्ति आउन चाहने व्यक्तिहरूको निम्ति चाहिँ
यहाँले थोरै लोकेसन बताइदिनु 84 व्यञ्जन रेस्टुरेन्ट चाहिँ कसरी आउन सकिन्छ? यो निसी कोइजुमी एकीबाट चाहिँ लगभग 2 मिनेटमा आइपुग्न सकिन्छ। यहाँ एकीबाट नजिक छ। भनाइको मतलब गुम्बा केनको तातेबासीबाट निसी कोइजुमी लाइनको ट्रेन चढेर निसी कोइजुमी एकी झरेपछि चाहिँ 2 मिनेटमा आइपुगिन्छ। र यहाँ चाहिँ आज जापानिजहरूको यो चाडमा तपाईँहरूको पनि सहभागिता छ। यो सहभागिता चाहिँ तपाईँहरूले सहभागिता जनाइरहँदाखेरि यहाँको सिटी अफिसले यहाँको नगरपालिकाले चाहिँ तपाईँहरूलाई कुन रूपमा हेर्छन्? अब सहभागिता जनाउँदा उहाँहरूले त पोजिटिभली नै हेर्नुहुन्छ, किनभने सबैको सहभागिता भयो भने न एउटा रमाइलो हुन्छ। कोही पनि अब रमाइलो गर्ने ठाउँमा कोही पनि गएन भने रमाइलो गर्ने नै हुँदैन। त्यो भएको कारणले सबैले राम्रो हेर्नु भएको छ। र यो तपाईँले विशेष नेपाली परिकार र इन्डियन परिकार बनाउनुहुन्छ, यो खानको निम्ति चाहिँ यहाँको सेवा लिनको निम्ति चाहिँ नेपाली र इन्डियन मात्रै आउने हुन् कि र यहाँका स्थानीय जापानिजहरू पनि आउँछन्? यहाँ चाहिँ स्थानीय जापानिज लगायत ब्राजिलियन, पेरू अनि त्यसपछि फिलिपिन सबै राष्ट्रको आउनुहुन्छ। र अन्तमा नेपाली सन्देश टिभी मार्फत तपाईँ यो तपाईँको 84 व्यञ्जन रेस्टुरेन्ट सञ्चालन गरिरहँदा यहाँसम्म यदि कोही इच्छुक ग्राहकहरू आउन चाहनुहुन्छ भने तपाईँ के सन्देश दिन चाहनुहुन्छ? सर्वप्रथम त नेपाली सन्देश.com च्यानललाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र यहाँसम्म आएर यहाँले जुन कुरा राख्नको लागि अवसर दिनुभएको छ, यहाँलाई धेरै धेरै धन्यवाद। र यहाँ चाहिँ विशेष गरेर इन्डियन र नेपाली टिपिकल स्वादमा खानाहरू पाइन्छ र यहाँले जुनसुकै बेलामा पनि आएर सेवा लिन सक्नुहुन्छ। धन्यवाद। धेरै धेरै धन्यवाद। Oh,
の周波数よろしくやってみねどこもかしこあの味がたまねのサウバと思いだけほら心をぞ SSBSC 市場 GIGS ライスとブレイキング自分のデータどり着かれて例えば世界に一つ歴史はシンプル家庭的なお手軽簡単使いクリーンやお砂糖とライス骨混ぜてまい普通も甘いも君次第何より大切なのはハーモニー絶対愛と恋に奥がちにさあできたお味をご賞味あれしたれといくぞみんな一緒にカイピリーニャカイピリーニャカイピリーニャ次の日でもいいまだまだ未開雄大な大地とままたままにてる香りと空気かけ算復刻したい今街今こそ大事レジリアンフリー噂のフリー玉を落ちしたフリー時代ブレイク一度手と投げてご自分と一緒ディーニョな朝昼はガラナ夜がつがせ乾杯をかしゃってきて右がしと右がしない右がのことしどうかしたくさんと太陽はるかの倍あなたと見たい美しいラインと苦情のみんな仲良くねいくぞカイピリーニャカイピリーニャあんまり知らないですかありがとうございます歌ってくれたお母さんイエーイあれこれで終わりじゃないんだ皆さんお祭り場所行きましょうイエイせっかく櫓がありますからカイピリーニャ温度で行きましょうはいいっぱい酒よと聞いたのにいっぱい飲んで大騒ぎあるしまいやないのが最低だ話を花を咲いてら日本にブラジルをフィッシュをおいしく幻不条理な条件不毛なコーヒー見つけた
君を近づくものいた半端じゃねえ過酷な everyday でも愛するがつき信じた日のマスコ終わり高い復讐で遥かなるブラジルの地で生きてかなきゃ負けてたまるか目を出すmy lane fast, call it high speed. I've been working hard, yeah, I've been working nightly. If you think you'll win, ha, not likely. I be taking shots, yeah, cold-blooded, icy. Watching numbers grow is what I call sightseeing. In the front row, run it up when they hype me. The following grows, they know how to ignite me. Call me CEO, I've been running right, see. And I ain't playing games, I create my own lane, making pleasure out of pain, turning losses into gains, I'm the boss, I'm making change. I've been rocking this exchange, popping off and risking things, gonna make a f***ing name. I just wanna be famous, but I don't want that cheap fame. No, I'm not that vain.